नमस्ते। आज म तपाईलाई यस्तो कुरा सुनाउन आएको छु जुन हजारौं वर्षदेखि मानिसलाई लुकाइयो र आज पनि लुकाइँदैछ। यो संसार तपाईले देखिरहनु भएको संसार होइन। यो संसार त्यो होइन जुन तपाई मिडियामा देख्नुहुन्छ, सरकारहरूले सिकाउँछन् वा स्कुलले बुझाउँछ। यो संसार यस्तो छैन कि जहाँ सबै समान मौका पाउँछन्। वास्तवमा यो एउटा यस्तो संसार जहाँ विशाल, अदृश्य, बहुपत्रीय जाल जस्तै हो, जसको सूत्रहरू यतिका साधारण छैनन्। यहाँ प्रत्येक मानव जीवनको दिशा, हरेक निर्णय, हरेक डर, हरेक चाहना, सबै कुरा योजनाबद्ध संरचनाले चलाइएको हुन्छ। के तपाईले कहिल्यै महसुस गर्नुभएको छ किन 90% मानिस सर्भाइभ गर्छन् तर 10% मानिस कन्ट्रोल गर्छन्? किन 1% मानिस संसारको आधा सम्पत्तिको मालिक छन्? किन करिब 7 अर्ब मानिस एकै किसिमको जीवन बाँचिरहेका छन्? उठ्ने, काम गर्ने, थाक्ने, ऋण तिर्ने र फेरि बाँच्ने। आज म तपाईसँग ठ्याक्कै यही कुरा खोल्दैछु, भित्र छिर्दैछु। मानिस भन्छ सिस्टम खराब छ, तर सत्य के हो भने मानिस सिस्टममा मात्र बाँचिरहेको छैन, मानिस सिस्टम नै बनाइसकेको छ र सिस्टमले मानिसलाई नै बनाइसकेको छ। हामी दिनको 8 घण्टा काम गर्छौं, 8 घण्टा सुत्छौं, 8 घण्टा थकित बस्छौं। तर यो सूत्र कसले बनायो त? 1817 मा रोबर्ट ओवेन नामक उद्योगपतिको एउटा वाक्यबाट 8 आवर लेबर, 8 आवर्स रिक्रिएसन, 8 आवर रेस्ट। त्यही दिन एउटा गणित जन्मियो उद्योगलाई चलाउन। मानिसलाई कोल्याप्स नहुने तर स्वतन्त्रता महसुस नहुने समय बाँड्ने सूत्र। आज 2025 मा पनि यही सूत्र संसारको 4 अर्ब मानिसमा लागू हुन्छ। यही 8-8-8 को फर्मुलाले मानिसलाई जस्ट अलाइभ जन बनाउँछ, ट्रुली लिभिङ होइन। अब तपाईलाई झन् डरलाग्दो कुरा सुनाउँछु। संसारको 98% डिजिटल पैसा ब्याङ्कले लोन बनाउँछन् अनि तपाईको अकाउन्टमा भएको पैसामा होइन, तपाईले लिएको ऋणमा। पैसा 2% पैसा सरकार वा केन्द्रीय ब्याङ्कले बनाउँछ। यो फर्मुला सरल छ। पैसा तपाईको होइन, तर तपाईले तिर्नुपर्ने दायित्व बनेको छ। अब ओल्ड डेप्टको आँकडा हेरौँ त। 2024 मा ओल्ड डेप्ट $307 ट्रिलियन थियो। यो अर्थ मानिसहरू मिलेर तिर्न नसक्ने ऋण सिस्टमले जानी बनाएको छ। डेप्ट इक्वल टु इकोनोमिक स्लेभरीको आधुनिक रूप। अमेरिकामा 40% जनसङ्ख्या हप्ताको अन्त्यमा ब्याङ्क ब्यालेन्स तिनीहरूको $0 देखि $50 हुन्छ अरे। जापानमा 40 वर्षको मोर्टेज सामान्य नै छ। चीनमा 60% पूर्वानियुक्ति इन्कमको आधा लोनमा जान्छ। यो आँकडाले भन्छ। नेपाल जस्ता देशहरूमा माइक्रो फाइनान्सले 2 देखि 5% मन्थली इन्ट्रेस्ट लिन्छ, मतलब वार्षिक 24 देखि 60%। यो संसार ऋणमा बाँधिएको संसार हो क्या, न आफूले चाहेर तर सिस्टमेटिकली फसाएर। अब अझ अन्धकारतर्फ जान्छौँ। हेर्नुहोस् त, बिजनेस जसलाई हामी स्वतन्त्रता भन्छौँ वास्तवमा अर्को ट्र्याप हो। यो जताततै सुनिन्छ। कसैको लन, कसैको टाइम र कसैको साइकोलोजीलाई चलाएर बनाइएको ट्र्याप। संसारभर 100 व्यवसाय सुरु हुन्छन् भने 90 बन्द हुन्छन्। बन्द हुने कारण के हुन्छ? रिस्क होइन, कारण सिस्टमले बनाएको इनभिजिबल म्याथमेटिकल फेलियर। फर्मुला छ ट्याक्स प्लस कम्पिटिसन प्लस कस्ट अफ क्यापिटल प्लस इन्फ्लेसन इक्वल टु मार्केट डिजाइन टु क्रस 80%। त्यसैले धनी झन् धनी, गरिब झन् गरिब। अब सबैभन्दा डरलाग्दो तथ्य के छ भने संसारका 100 टप कम्पनीजले
70 देशको भन्दा धेरै जीडीपी नियन्त्रण गर्छन्। टप 10 मल्टिनेसनल कम्पनीको कम्बाइन्ड वार्षिक रेभिन्यू भारत, फ्रान्स, इटाली, क्यानाडा सबैको जीडीपी भन्दा ठुलो छ। अर्थ छ कम्पनी सरकार भन्दा बलियो भइसकेका छन्। ब्याङ्क कम्पनी, त्यो ब्याङ्क चाहिँ नि कम्पनी भन्दा बलियो भएको छ र अन्त्यमा सिस्टम चाहिँ नि ब्याङ्क भन्दा पनि बलियो भएको छ क्या। साधारण मानिस, सिस्टमको डाटा पोइन्ट, ब्याङ्कको एसेट, गभर्मेन्टको ट्याक्स पेयर, कर्पोरेसनको कन्ज्युमर अनि डिजिटल प्लेटफर्मको युजर। मानिस स्वतन्त्र छैन। मानिसको स्वतन्त्रता प्रेडिक्टेबल बिहेभियर डिजाइनको नतिजा बनेको छ। अब प्रश्न, मानिस भाग्न कहाँ जान्छ त? विकल्प त्यही 8 देखि 5 को विकल्प, अनि अर्को विकल्प छ व्यवसाय, र तेस्रो विकल्प छ फ्रिल्यान्स, चौथो विकल्प छ इन्भेस्टमेन्ट, अनि पाँचौं विकल्प छ स्पिरिचुअल। तर पाँचै विकल्प सिस्टमले बनाएको सेम म्याट्रिक्सका सब लेयरहरू यिनीहरू हुनेका। मानिस उही म्याट्रिक्स भित्र घुमिरहेको हुन्छ। मानिस त्यही भित्र घुमिरहेको हुन्छ। जुन क्षण मानिस त्यही 8 देखि 5 बाट भाग्छ त्यो क्षण व्यवसायको ट्र्यापमा देखिन्छ। फेरि व्यवसायबाट भाग्छ इकोनोमीको ट्र्याप देखिन्छ, अनि इकोनोमीबाट भाग्छ डिजिटल वर्ल्डको ट्र्याप देखिन्छ, र डिजिटलबाट पनि भाग्छ साइकोलोजीको ट्र्यापमा देखिन्छ, र साइकोलोजीबाट भाग्छ डिजायरको ट्र्यापमा देखिन्छ, र डिजायरबाट भाग्छ फियरको ट्र्यापमा देखिन्छ, र अन्त्यमा स्केप छैन। किन स्केप छैन त? किनकि सिस्टम प्लेस होइन, सिस्टम माइन्ड हो। मानिस जहाँ जान्छ सिस्टम उसको मनभित्रै जान्छ पछि पछि लागेर। यो संसार भौतिक नियन्त्रण होइन, मनोवैज्ञानिक नियन्त्रण बनिसकेको छ। एडवर्ड बेर्नाजले 1920 मा भनेको कुरा, पिपल डोन्ट नो व्हाट दे वान्ट, वी टेल देम व्हाट टु वान्ट। आज 2025 मा यही साइकोलोजीलाई एआईले चलाउँदैछ। अब डिजायर, फियर, डिसिजन सबै एल्गोरिदम आधारित छ। मानिस अटोनोमस होइन, मानिस प्रेडिक्टेबल छ अहिले। अब अर्को डरलाग्दो कुरा छ, एआई प्लस ब्याङ्क प्लस गभर्मेन्ट प्लस कर्पोरेट्स, द फाइनल सिस्टम, जहाँ मानिसको लोन, मानिसको जब, मानिसको पर्चेजिङ प्याटर्न, मानिसको ट्राभल, मानिसको रिलेसनसिप, मानिसको साइकोलोजी सब एल्गोरिदमले डिसाइड गर्छ। यही कारण 2023 देखि 25 सम्म संसारभर 12 देशले डिजिटल मुद्दा सीबीडीसीलाई टेस्ट गरिसके। सीबीडीसीको अर्थ के हुन्छ भने पैसा पनि सरकारले ट्र्याक गरिदिने क्या, कहाँ खर्च गर्ने, कति खर्च गर्ने, कहिले रोक्ने, सबै सम्भव। मोडर्न फ्रिडम बराबर मनिटोर्ड फ्रिडम। अब यो सबै थाहा भएपछि मानिस के गर्न सक्छ त? सत्य कठिन छ हेर्नुहोस्, सिस्टमबाट भाग्न सकिँदैन। एस्केप भन्दा ठुलो भरम अरू छैन। तर सिस्टमको चाहिँ किन्न सक्यो भने अन्डरस्ट्यान्डिङ हुन्छ, अवेरनेस जाग्छ, अनि कन्सियस एक्सन चाहिँ हुन्छ। त्यसपछि बल्ल जब मानिस बुझ्छ कि उसको जीवन उसको होइन तर डिसिजन म्याट्रिक्सले चलाएको छ, बुझ्नुभयो नि? त्यो क्षण सिस्टम कमजोर हुन्छ क्या। जब बुझ्छ नि मान्छे, त्यो क्षण कमजोर हुन्छ। आज म यही कुरा भन्छु, जीवन बचाउन अघि सिस्टम बुझ्नुपर्छ भनेर। किनकि सिस्टम बुझ्ने मान्छे कन्ट्रोल्ड हुँदैन क्या। कन्ट्रोल्ड नहुने मान्छे डेन्जरस हुन्छ, र डेन्जरस मान्छे फ्री हुन्छ। हस् त।